बजारमा ग्यास अभाव छ, तर यहाँ हेर्नुस् त सप्लाईमा समस्या होइन। बजारमा ग्यास छैन भन्दा चाहिँ मैले चाहिँ यो पत्याउँछु। दर्शकबिन, यति बेला हामी यो बालाजुको औद्योगिक क्षेत्रमा आएका छौँ, जहाँ नेपाल ग्यास उद्योगकोबाट यो दृश्य तपाईँलाई देखाइरहेका छौँ। यति बेला जनताहरू घरमा ग्यास अभावमा छटपटाइरहेका छन्। सरकार भन्छ हामीले पर्याप्त मात्रामा ग्यास ल्याइरहेका छौँ, भारतबाट ल्याएर वितरण गरिरहेका छौँ भन्छन्, तर जनता भने ग्यासमा छटपटाइरहेको अवस्थामा यो अभाव किन भएको छ भनेर देखाउनको लागि यति बेला हामी उद्योगमै आएका छौँ, उद्योगीसँग कुराकानी गरेका छौँ। खासमा ग्यास अभाव किन भइरहेको छ? ग्यास बजारमा गइरहेकै अवस्था हो। खास गरी यो समस्या हुनुको कारण चाहिँ हाम्रो लगभग 3-4 महिना हामीले हाफ सिलिन्डर प्रयोग गऱ्यौँ। त्यस पश्चात यो श्रावणको आषाढको लास्ट 30 गते हामीले हाफ सिलिन्डरबाट फुल सिलिन्डरमा जब आएपछि हामीलाई डिमान्ड एकदमै हाई भयो। डिमान्ड हाई भएको कारणले गर्दा चाहिँ हामीले डिमान्ड अनुसार सप्लाई गर्न अलिकति नसकेकै अवस्था, अहिलेको अवस्था चाहिँ त्यो हो। खास भारतबाट आउनुपर्ने ग्यासमा त्यस्तो कुनै पनि कमी छैन, अभाव हुन दिएका छैनौँ सरकार भन्छ। तपाईँहरूलाई त्यस्तो अभाव केही महसुस गर्नु भएको छ? होइन, त्यो जुन पहिलाको जस्तो अहिले सप्लाईमा समस्या होइन। अब हामीहरूको डाटाबाट के भन्छ भने यो जुन हाफ सिलिन्डर हुँदाखेरि लगभग 25 देखि 30% चाहिँ हाम्रो इम्पोर्ट नै घटेको अवस्था हो। त्यो लगभग 3-4 महिना त्यसरी हाफ सिलिन्डरमा आउँदाखेरि आइएलएमको इम्पोर्ट पनि घट्दाखेरि त्यसको ब्याकलग, त्यसको जुन बिचमा रहेको त्यो ब्याग छ त्यो चाहिँ आएर अहिले एक्कासी त्यो ब्याग पनि पुरा गर्नुपर्ने र ब्याकलग पनि पुरा गर्नुपर्ने र अहिले भइरहेको रेगुलर पनि सप्लाई गर्नुपर्ने अवस्थाले गर्दा अलिकति असहज भएको परिस्थिति चाहिँ हो। तपाईँहरूले जुन डिलरलाई दिनुहुन्छ उनीहरूले पनि लगेर लुकाए अथवा जनतालाई घर घरसम्म पुर्याएनन् अथवा उपभोक्तालाई दिएनन् भन्ने आरोपहरू पनि लाग्न गरेको छ। यो बारेमा तपाईँहरू वितरक हुनुहुन्छ, केही अध्ययन गर्नु भएको छ, के देख्नु भएको छ? होइन, यसमा यस्तो छ, अब डिलरहरूले को अवस्था के छ भने डिलरहरूले अहिले लुकाउन सक्ने अवस्था छैन। हामी के छ भने हामीले अहिले एनओसीको आफ्नो एउटा मार्फत एनओसी मार्फत नै हामीले कुन डिलरमा कति ग्यास सप्लाई हुँदैछ त भन्ने खालको सम्पूर्ण विवरणहरू हामीले एनओसीलाई नै दिइरहेका हुन्छौँ। उहाँहरूले पनि आफ्नो वेबसाइट मार्फत हरेक दिन कहाँ ग्यास कति गइरहेको छ भन्ने अपडेट भइरहेको हुन्छ। अहिलेको अवस्थामा ग्यासको डिलरहरूले अहिले ग्यास लुकाएर बेच्नु सक्ने अवस्था छैन। त्यो चाहिँ मलाई लाग्छ त्यो चाहिँ हुन सक्दैन। जस्तो सर तपाईँ बोलिरहँदा यति बेला काठमाडौँकै पनि धेरै नागरिकहरू ग्यासको हाहाकारमा हुनुहुन्छ। यदि उहाँहरूले नेपाल ग्यास राख्न खोज्नुभयो भने कसरी पाउने त सर? अब तपाईँले पठाइदिएर रहनु भएको छ, अब नजिकैको पसलमा डिलरमा छैन भनिदिन्छ, खास कसरी पाउने सर? यस्तो छ, अहिले हामीले रेगुलर ग्यास डिलरहरूमा पनि पठाइरहेको छ। यदि कुनै पनि उपभोक्तालाई त्यस्तो धेरै समस्या पर्यो, उहाँहरूलाई गाह्रै पर्यो भने पनि हामीलाई नेपाल आयल निगमको अनुरोधमा हामीले हाम्रो नेपाल ग्यासकै प्राङ्गणको 3 नम्बर गेटबाट पनि हामीले त्यस्तो एकदमै अत्यावश्यक भएर आएका सर्वसाधारणहरूलाई हामीले त्यहाँबाट ग्यास उपलब्ध गराउनु छ। साथै हामीले नेपाल आयल निगमको टेकुको पुरानो अफिसको बाट पनि हामीले त्यहाँबाट पनि लगभग दिनमा 400-500 सिलिन्डर त्यहाँ 700-800 सिलिन्डर यहाँ गरेर त्यसरी हामीले वितरण गरिरहेका छौँ। यतिखेर त मान्छेलाई मुख जोड्नै पनि गाह्रो परेको अवस्था छ। नेपाल ग्यास उद्योगको तपाईँ बजार प्रबन्धक भएको कारणले सोध्दैछु, यदि नागरिकलाई यस्तो समस्या भयो भने बालाजु स्थित औद्योगिक क्षेत्रमा तपाईँहरूको यो उद्योग छ, त्यहाँ कसरी कन्ट्याक्ट गर्न सकिन्छ अथवा उहाँहरूले कसरी पाउन सकिन्छ? थोरै एउटा सजिलो माध्यम बताइदिनुहोस् न। यस्तो छ, उहाँहरू कुनै पनि त्यस्तो समस्या परेको कोही पनि हुनुहुन्छ भने उहाँहरू 10 देखि 4 बजेदेखि 4 बजेभित्र नेपाल ग्यासमा आउनुभयो भने उहाँहरूले खाली हात जानु पर्दैन। हामी उहाँहरूको लागि ग्यास प्रबन्ध व्यवस्था गरेर नै यहाँ हामीले सप्लाई गरिरहेका हुन्छौँ। हामीले आज यो ठाउँमा अन्दाजी यति ग्यास चाहिँ नेपाल ग्यासले आफ्नो गेटबाट दिने र त्यसपछि आयल निगमबाटको अफिसबाट दिने भनेर हामीले त्यो कोटा नै प्रबन्ध गरेको हुन्छ। त्यो भएर यहाँ आउने कस्टमरले चाहिँ त्यस्तो समस्या ग्यास फर्केर रित्तो हात जानुपर्ने अवस्था रहँदैन। जस्तो कि तपाईँलाई एउटा हामी यो उद्योगमा आउँदै गर्दा तपाईँ वितरक पनि भएको कारणले गर्दाखेरि अहिले बजारको डिमान्ड कति छ, तपाईँले सप्लाई कति गरिरहनु भएको छ, अनि यही
रेसियोमा जाने हो भने अबको कति दिनपछि यो समस्यालाई अथवा यो हाहाकार अन्त्य हुन सक्ला सर सम्भवतः यो टेन्टेटिभली? अब हाम्रो नेपाल ग्यासको यहाँ हामी नेपाल ग्याससँगै एचपी र त्रिवेणी ग्यास पनि हामीले सँगसँगै फिलिङ गरेर यहाँ बिक्री वितरण गरिरहेका छौँ। हाम्रो दैनिक नर्मली सप्लाई भनेको 10-11,000 हो। हामीले ग्यास आएको अवस्थामा हाम्रो बिहान 6 बजेदेखि बेलुका 8 बजीसम्म हामीले 2 सिफ्टमा फ्याक्ट्री सञ्चालन गरेर काम गरिरहेका छौँ। तपाईँले देख्नुभयो आज बिदाको दिनमा पनि हामीले काम गरेर अहिले त्यही समस्यालाई ध्यानमा राखेर कमसेकम बिदाको दिन एक दिन नगरिकन गरियो भने पनि एक दिन अगाडि कुनै कस्टमरले ग्राहकले अप्ठ्यारो परेकोले पाउनुहुन्छ भन्ने भएकै कारणले आज हामी बिदाको दिनमा पनि सप्लाई गरेका छौँ। यही निरन्तरता 10-12 हजारको दरले हामीले निरन्तर सप्लाई गर्ने हो भने अबको 8-10 दिनमा हामी केही सहज स्थितिमा पुग्न सक्ने देखिन्छ। सम्भवतः छिटै यो समस्या समाधान हुन्छ। सम्भवतः हुन्छ। यसको चाहिँ के छ भने अब जस्तै हामीको 10,000 डिमान्ड हामीले सप्लाई गर्न सक्छौँ। हामीलाई 15,000 डिमान्ड आएपछि हामी 10,000बाट 15,000 एकैचोटि त गर्न सक्दैनौँ। र हाम्रो बुलेटको इन्डियाबाट हामीले बुलेटमा लिएर आउँछौँ। बुलेटको सङ्ख्या पनि तत्कालै अप्ठ्यारो पऱ्यो भनेर बढाउन सक्ने स्थिति हुँदैन। त्यो पनि एउटा रेगुलर आइरहेको हुन्छ। तैपनि नेपाल आयल निगमले अहिले यो अवस्थालाई ध्यानमा राखेर लगभग महिनाको 60,000 जति ग्यास म्याक्टिटन ल्याउने गरी उहाँहरूले काम गर्न थाल्ने गरिसक्नु भएको छ। त्यो भएर मलाई लाग्छ अब 10-15 दिनभित्रमा यो समस्या सहज हुन्छ जस्तो लाग्छ मलाई। सरकारको सहयोग चाहिँ कतिको मिलिरहेछ? अनि यस्तो छ, सरकारको सहयोग त अब यो छ, हाम्रो नेपाल यो ग्यास उद्योगीहरूको एउटा अभिभावक संस्था भनेको नेपाल आयल निगम हो। त्यो भनेको उद्योग तथा वाणिज्य मन्त्रालय अन्तर्गत पर्छ, सरकार नै हो। उहाँहरूले चाहिँ ल्याउने व्यवस्था मिलाइदिनु पर्यो। हामी वितरण गर्न जतिसुकै बेला पनि बिदाको दिनमा पनि जुन बेला पनि हामी वितरण गर्न तयारी छ। समयको लागि धन्यवाद। धन्यवाद, थ्याङ्क यू। दर्शक महानुभावहरू, हामीले भर्खरै मात्र नेपाल ग्यास उद्योगका बजार प्रबन्धकसँग कुराकानी गऱ्यौँ। आज शनिबारको दिन, आजको बिदाको दिन हो। यद्यपि सरकारको अनुरोधमा अथवा उहाँहरूले आजको बिदाको दिनमा पनि यसरी ग्यासहरू घर घरमा अथवा डिलरमा पठाएर उपभोक्ताको घर घरमा पठाउनका लागि मद्दत गरिरहनु भएको छ, काम गरिरहनु भएको छ। देख्न सकिन्छ यति बेला यहाँका कर्मचारीहरू शनिबार पनि नभनी आएर यसरी काममा खटिरहेका छन्। र उहाँले बताउनु भएको छ, यदि तपाईँ काठमाडौँ वरिपरि हुनुहुन्छ र यदि केही गरी तपाईँलाई समस्या पर्यो भने नेपाल आयल निगमले टेकु स्थित राखेको त्यो त्यहाँ जहाँबाट वितरण गरिराखेको छ अत्यावश्यक हुनेलाई, त्यहाँबाट पनि हामीले ग्यास वितरण गरिरहेका छौँ। र यदि तपाईँलाई त्यहाँबाट पनि भएन अथवा अत्यावश्यकै पर्यो भने नेपाल यो बालाजु स्थित औद्योगिक क्षेत्रबाट पनि हामी तपाईँहरूलाई ग्यास उपलब्ध गराउँछौँ। तपाईँ भोकै मर्नु पर्दैन भनेर उहाँले विश्वस्त जनाइसक्नु भएको छ। दर्शक महानुभावहरू, यो नेपाल ग्यास उद्योगमा आइरहँदा यहाँका कर्मचारीहरूको अनुभव पनि हामी तपाईँलाई थोरै सेयर गर्न चाहन्छौँ। दाइ नमस्कार। नमस्कार। हजुरको नाम? प्रेमा लामा। हजुर कति वर्षदेखि यहाँ काम गर्नुहुन्छ? मैले लगभग 21 वर्ष भयो है। अनि यो ग्यासमा बजारमा ग्यास अभाव छ भन्छन्, उद्योगमा आयो यसरी काम भइरहेछ, खास तपाईँहरूले ग्यास पठाउन नसक्या हो त? हाम्रो हिसाबमा चाहिँ के हुन्छ भने तपाईँको हामीले नाकाबन्द पनि झेल्ने, अब जस्तै भूकम्प झेले यस्तो सर्टेज, यो सर्टेज भनेको त हामीलाई नर्मल हुनुपर्ने। हामीले डेली सेल्स हामीले 6,000 गर्थ्यौँ भने अहिले हामीले 13,000 सेल्स गरिरहेको छ अहिलेको अवस्थामा। अब त्यत्रो सेल्स हुँदा पनि अहिले तपाईँको ग्यास पाइँदैन भनेर बजारमा चाहिँ हल्ला धेरै फिजाएको छ। अब हामीले 2 सिफ्ट गरेर 9 to 5 को हामीले डेली काम गर्थ्यौँ भने अरू बेलामा, अहिले हामीले बिहान 2 सिफ्ट लगाएर 7 to 2, 2 to 8 गरिरहेको छ हामीले। त्यत्रो गर्दा पनि अहिले बजारमा ग्यास छैन भन्दा चाहिँ मैले चाहिँ यो पत्याउँछु। कहाँ गयो त दाइ ग्यास? यो ग्यास हामीले अब तपाईँको यहाँ हाम्रो कम्पनीमा त्यति नै लिन आइरहेछ लाइनमा। डबल पठाइरहनु भएको पहिलाभन्दा? यहाँ पहिलाको भन्दा डबलै छ। र पनि ग्यास पाइरहेको छैन। तर हाम्रो यो अहिले यो गाडीहरू भनेको सबै डिलरमा जाने हो। यो गाडी भनेको आज चाहिँ बिदाको दिन भएर 9 बजे निक्लिने हो। अरू बेला भनेको यो गाडी निक्लिने होइन 6 बजे हो। बिहानको 6 बजे, बेलुका 8 बजे आउने होइन है। अहिले धमाधम काम रफ्तार भइरहेको? रफ्तारमै छ। अरू बेला भन्दा हामीले चाहिँ हाम्रो परेको छ काममा। यो भनेपछि कृत्रिम अभाव होला त? यो होइन कृत्रिम अभाव होइन है। यो अब कसैले राजनीतिक हस्तक्षेप गरेर लुकाइयो भए हलो कुरो रह्यो, नत्र भने हाम्रो पहिलाको हिसाबमा हेर्ने हो भने चाहिँ अहिले यो ग्यास सर्टेज चाहिँ होइन। ग्यास सर्टेज छैन।